के हो तान्दैन त ए निस्किने बित्तिकै ओके सो आज चाहिँ हामी जेको J6 टेस्ट ड्राइभ गर्न आँट्दैछौँ अलिकति अफ रोड पनि लान्छौँ हामीसँग निप्रोस छ हेलो अनि अहिले ब्याट्री चाहिँ 61% चाहिँ यहाँ देखिन्छ कि देखिँदैन 61% टु 60 किलोमिटर देखाइरहेछ हाम्रो किलोमिटर रन चाहिँ 3551 मा छ ए ल जाम है त के WPT डिस्कनेक्ट भनिरहेछ ल त्यहाँबाट पाटन हुँदै मलाई देखाउनु है त हुन्छ लेफ्ट लेफ्ट ए निस्किने बित्तिकै क्लोज कल भयो ठिक छ हामी इकोनोमी मोडमा जाँदैछौँ इकोमै बसौँ है बरु फर्किँदा अलिअलि बदमासी गरौँ ल अहिले चाहिँ इकोमै बसौँ अनि रिजन चाहिँ उसमै हालिदिउँ हाइमै हालिदिउँ हामी यहाँबाट निस्किन मिल्छ है ल ओके सो अहिले चाहिँ हामी लुबो आइपुगेको छौँ गाडीमा 57% ब्याट्री छ रेन्ज 242 देखाइरहेको छ 3564 किलोमिटर भयो ओडोमिटरमा 12.9 किलोमिटर कुद्यौँ हामी रनिङ टाइम 46 मिनट भयो है त ओके यसको ब्रेकिङ चाहिँ उसमै छ नि होइन ए तर्सायो मलाई त लेन वार्निङ कामै घुमाइदिएर के भन्नु अहिले हजुर केमै छ ए रिजन क्या रिजन स्ट्रङमै छ नि ल ठिक छ यसको लेन डिपार्चर वार्निङहरू चाहिँ अफ गरिदिउँ न एडास चाहिँ एभ्री टाइम अफ गर्नुपर्छ है अफ चाहिँ गर्नै पर्छ होइन यस्तो हजुरको अब यिनीहरू अरू चाहिँ सबै अफ भयो एक्चुअली अफ भएपछि अफै भइरहेको हुन्छ होइन मेनली चाहिँ अब अटोमेटिक इमर्जेन्सी ब्रेकिङ चाहिँ त्यो चाहिँ एभ्री टाइम गर्नु पर्यो गाडी अफ भएपछि स्पिरिटेड ड्राइभिङ गर्दाखेरि रमाइलो रहेछ हौ यो गाडी अब यो अलिकति घडाकुडु छ नि त यो होइन यो टलान गरेको बाटो कस्तो राम्रो रहेछ हौ सस्पेन्सन यस्तोमा कुदाउँदा है ड्राइभिङ एक्सपिरियन्स मजाको छ यसरी धुवा यो चाहिँ कम्प्लेनै गर्नुपर्ने क्या धुवा हेर्नु न खाली हुन्छ नि यसको स्टियरिङको फोर्स मोड पनि हजुरले अब जो स्ट्यान्डर्डमै राखेर कुदाउँदा चाहिँ जस्तो हाम्रो कम्फर्टमा धेरै नै लाइट ओके यहाँबाट हामी लाकुरीतिर उक्लिन्छौँ अहिले चाहिँ हामी लाकुरीको यो कुदाउँ लाग्ने बाटोमा उक्लिँदैछौँ बसो ट्रक रहेछ ओहो ब्रेक बनाएको है यसको यहाँनिर चाहिँ यता बन्द भएको छ बाटो लास्ट टाइम पहिरोले यताबाट नि मिल्थ्यो अलि लामो घुम्नुपर्छ ए यहाँ पनि पहिरो जानु लाग्छ क्या हो
बाटोमा सर्प कति धेरै पाउँछ नि सर्प धेरै देखाएको छु मैले यदि हाइकिङ गर्न आउँदै हुनुहुन्छ भने एकदम माइन्डमा राख्नु ल के तान्दैन त ए ESC अफ गरौँ ब्रो अफ भएन सर भएको छैन थिच्दाखेरि ऊ भयो क्या ल फुल थिचिरहेको छु म अफ गर्नु त अफै छ अफ भयो ल तानेन अघि त्यो उकालोमा यहाँ ब्लिङ्क गरिरहेको थियो क्या ESC को त्यस्तो स्लिप डिटेक्ट गर्नुपर्ने त छैन ठाउँ स्लिप डिटेक्ट हुने त मैले आइस इन्जिन कुदा जस्तै पुस गरिरहेको छ नि त अहिले अब यहाँ नि चिप्ले हल्का मात्रै तर यस्तोमा दबायो भने चाहिँ मजासँग चिप्लिन्छ टोर्क धेरै हुन्छ नि त मलाई हो यस्तै भएर अल ड्राइभ मन परेको हो क्या यसको यो भन्दा पनि अल व्हिलमा चाहिँ त्यो वरि नगरिकन खुइँ दबाउनु पाइन्छ होइन यसकै जस्तो हर्न सुन्छ त अब चाहिँ अफ रोड आयो ब्रो अब चाहिँ सिसा लगाऊँ है त्यस्तो पर्फर्मेन्स ल्याग्ने त छैन मजासँग तानिरहेको छ स्लाइटली स्पिड त भइहाल्छ अब अल्वेज भन्दा त कम्पेयर गर्नु पर्दा तर त्यही हो मजाले नै पर्फर्मेन्स छ अहिले उकालो आउँदाखेरि चाहिँ 51% भयो 35-70 किलोमिटर भनेपछि त खत्रै खाँदो रहेछ नि उकालोमा त अफ रोड उकालो म भन्दैछु नि खत्रै खान्छ ल्यान्डस्लाइड एरियामा चाहिँ अलिकति छिटो गर्दै आउँथ्यो स्कुटरले हजुर पर्दैन यहाँनिर ल्यान्डस्लाइड एरिया छ क्या यो चाहिँ अलिक डर लाग्दो माथि हेर्दै गर्नु है आउनु सक्छ ढुङ्गा हेर्दा सस्पेन्सन कति राम्रो रहेछ क्या यसको यस्तोमा फिलै भइरहेको घुर्र गइरहेछ यहाँनिर एउटा भिडियो भाइरल भएको थियो क्या यही स्टेजमा माथिबाट पहिरो खसिरहेको थियो म अगाडि बाइकमा गइरहेको थिएँ साथीले खिचिरहेको थियो क्या के अरे इन्स्टाग्राममा रिल्समा पावर कट गरिरहेछ यो त रिलेटिभली धेरै नै इजी बाटो हो नि त अनि यस्तोमा पुरा पावर कट गरिरहेछ क्या त्यो अघि ESC गर्न साथ चाहिँ त्यस्तो भइरहेको त्यो अफै छ अन भयो भने त झन् हुन्छ नि त अब यस्तो गर्दा त अब पक्नु ल म यहाँ ट्राई गर्छु ल यो अलिकति स्किड हुने ठाउँमा होइन यो अफ चाहिँ इङ्गेज छैन जस्तो यहाँनिर कट गऱ्यो नि
अब चाहिँ ड्रिफ्ट हुनु पर्यो अब चाहिँ अफ हुँदाखेरि चाहिँ ट्राई गरौँ ल पुलिसको अगाडि फेरि ओके सो यहाँ आइपुग्दाखेरि चाहिँ 49% बाँकी छ हाम्रो गाडी चाहिँ 3751 किलोमिटर कुद्यो अब यहाँबाट चाहिँ अफ रोड ओह्रालो छ ओह्रालोमा कतिको रिजन हुन्छ हेरौँ है त 49% छ है यहाँनिर सो हाम्रो रिजन स्ट्रङमै राखौँ ब्रो एसडिसीहरु अन गर्नु पर्ला के हो त्यो भनेको अहिले त चाहिँदैन चाहिने ठाउँ छ चाहिने ठाउँ छ लाकुरी माथि हैन गइ कटिसक्यो कटिसक्यो सो अब यहाँबाट नजिकै छ धेरै टाढा छैन हामी घरकोबाट लाखुरी जति उक्ल्यौँ नि त्यति नै लाखुरीबाट उता ओर्लिने हो हामी तल कि माथि हो अब एकछिन तल जाने हो अनि त्यहाँबाट चाहिँ सिभियर उकालो हो भने चाहिँ ठाडै उकालो होइन नेक्स्ट त यहाँसम्म त आउँछ यहाँ त इजी यहाँ जुन गाडी पनि आउला अनलेस त्यो अब एमजीको साइबेस्टरै हो भने चाहिँ आउँदैन होइन नत्र आउँछ एकछिन सिसा खोलिदिउँ ब्रो रेन्ज एङ्जाइटी हुनुभन्दा एसी अफ गरिदिउँ सबै ल्यान्डस्लाइड एरिया छ क्या यहाँनिर नि त्यो पानी पर्दा बेला चाहिँ डरै हुँदैन डरै हुन्छ के को साउन्ड हो ए अहिलेको स्कुटर त्यहाँ घुम्छ त्यतापट्टि गाह्रो छ क्या यसको टर्निङ रेडियस त सर्टै घुम्छ है क्या यो त ए नाइस त्यो एकदम हेल्पफुल हुन्छ है सो मेरो फार्म चाहिँ यहीँबाट देखिन्छ ऊ त्यहाँ माथि हो त्यो डाँडा अब यो यस्तो गरेर गएर अनि त्यहाँ चढ्नु पर्ने हो क्या त्यो उकालो कस्तो राम्रो छ है ड्रिफ्ट गर्न मलाई चाहिँ यहाँको यो इन्भाइरोमेन्ट नै यस्तो मजाको लाग्यो भएन अलिकति ढिलो आयो पावर छैन है तर यो सबै रिजेन गर्नु पनि हामीले गल्ती गर्यो है सबै रिजेन गर्दै आउनु पनि हामीले दबाएर गल्ती गर्यो यसको ब्रेक क्या राम्रो रहेछ क्या यस्तो अलि हाई स्पिडमा लाउँदाखेरि टेरेस अलि माथि नै थियो कटिसक्यो कटिनै छ 49 खोइ त 50 मात्रै पुग्यो भने पनि खुसी हुन्थेँ म दबाइरहेछ नि हो त्यो चाहिँ पानी पर्यो भने त बिजोक हुन्छ त्यो बाटोमा 50 भयो ल फेरि कस्तो छ भने नि ऊ यस्तै बाटो हो क्या त्यो यो ठाडो छ नि यस्तै हो त्यस्तै हो अनि
एकदम सुनसान हुन्छ क्या इन्ट्रेस्टिङ फ्याक्ट छ नि त्यस्तो हुन्छ यहाँ सो यहाँ स्कर्पियो छुन्छ कि युजली जहिले त्यो ठाउँमा अलिकति मिलाएर नहाल्दाखेरि ड्याङ ड्याङ छुन्छ सो यो छैन त्यो चाहिँ एकदम इम्प्रेसिभ लाग्यो है मलाई त्यहाँनिर एउटा डाउट थियो अब अगाडि एउटा ठाउँमा छ फर्किँदा दुईटा ठाउँ छ जाँदा एउटा ठाउँ छ त्यस्तो तर यहाँ त हिलै हुने रहेछ कत्रो छ हौ ग्राउन्ड क्लियरेन्स छुँदैन होला नि है फेरि पुरै ल्यान्डस्लाइड एरिया हो होइन त्यही भएर अलिकति डराउनु पनि पर्छ वर्षक जोगाएरै लगे ल न त त्यहाँ वाटर स्प्ल्यास गरेर क्या रमाइलो हुन्छ यहाँनिर हेर्दा चाहिँ क्या सजिलो हुने रहेछ क्या ठ्याक्क ढुङ्गामा हाल्दैछु म भनेर छैन त त्यहाँ पनि नाइस अनि स्कर्पियो बडाङ बुडुङ पारेर ल्याउँदा छोको हो कि होइन त्यो भएर नि होला नि अनि यसको क्लियरेन्स त्यही हो त प्लस पनि जिकोमा त्यही भयो कि क्लियरेन्स नै भयो गाडी अब यो पुरै रिजेन भइरहेछ अहिले होइन मैले एक्सिलेटर छोएको छैन ब्रेक पनि छोएको छैन सो इन्ट्रेस्टिङ फ्याक्ट स्कर्पियो छुने ठाउँमा यो मिलाएर लग्यो भने नछुने रहेछ यो के छोटो भएर हो त्यस्तो ए स्कर्पियो भन्दा मोटो चाहिँ मोटो हो है यो ससमा कराइरहेको रहेछ कस्तो क्वाइट क्या गाडीभित्र त्यो ऊ छैन क्या गाडीको यताउता अहिले हामी भर्सक रिजेनै गरिरहेका छौँ 0 किलोवाट अथवा माइनसमै छौँ धेरैमा दबाउँदाखेरि कति छ 4-5 धेरैमा अथवा -13 देखि -20 सम्म रिजेन भइरहेछ किलोवाट त्यसरी देखाउँदो रहेछ क्या यसमा नेक्सनमा चाहिँ ग्राफ देखाउँछ ए बाइक कस्तो पिलेर आएको यस्तो बाटोमा त रोक्न भ्याइन्छ हाइवेमा यसरी पेलेर आउँदा त बिजोक हुन्छ यो ठाउँलाई के पो भन्छ माने दोबान भन्छ अलिकति अगाडि माने दोबान भन्छ अनि यो ठाउँलाई चाहिँ थाहा भएन युट्युबमा कसैलाई थाहा छ भने प्लिज लेखिदिनुहोस् है के भन्छ यो ठाउँलाई लाकुरीबाट माने दोबान भन्दा अगाडिको यो ओह्रालोलाई इन्टायर वे नै खिच्छु कि क्या हो म त तर यहाँ त नखिचे नि हुने रहेछ है हाम्रो 49% थियो 50% भएर रिजेन भएको छ 1% अघि नै मैले भनेको थिएँ 51 पुर्याउन खोज्दैछु म
अनि यो रिजेन गर्न त्यस्तो गाह्रो पनि रहेन रहेछ आफ्नै पेसमा कुदाइराख्दा आफै हुने रहेछ है 51 चाहिँ पुर्याउन सकेन 50 मै अड्क्यो ल ठीक छ अब यो ठाउँलाई चाहिँ मानेदोबान भन्छ जस्तो लाग्छ है त्यो पुल भएको ठाउँ हो यो यहाँ सबै खोलाले बगाएको के अस्तिको त्यो उ छ नि बाडी त्यसले बगाएको हो कि सबै यस्तो बेलामा चाहिँ क्यामेरा हेल्पफुल हुने रहेछ है बानी बिगार्ने रहेछ नि यो क्यामेराले 360 क्यामेरा कन्भिनियन्ट हुनुलाई 4x4 प्योरिस्ट हो भने मन नपर्ने रहेछ नि मेरो सबै एक्सपिरियन्स झुर बनायो भनेर 4x4 एउटा छुट्टै राखेर एउटा छुट्टै लिइराखेको बेस्ट होला मलाई त एभ्रीडे ड्राइभ प्लस हाइवे प्लस सबै थोकलाई चाहियो हो नि त त्यही यसको अल व्हिल ड्राइभ चाहिँ योभन्दा फास्टर हैन अलिकति ठुलो ब्याट्री तर रेन्ज अलिक कम रेन्ज कमै हुन्छ होला तर त्यो ग्रिड फर पावर भन्छ नि यहाँनिर पनि कुदाउन चाहिँ मजाको ठाउँ छ है तर बच्चा बच्ची अनि कुखुराहरू त्यस्तो कुद्ने डर क्या अनि उ त्यस्तो बाइक स्पिड त्यस्तो त रहेन रहेछ त्यो स्पिड जस्तो देखिरहेको यतापट्टि धेरै छ जस्तो हामी हिँडेको 60% मा आउने हैन 61 कि 61 अहिले भिडियोमा हेर्छ हामी लाखुरीबाट ओह्रालो लागेर मानेदोबान कट्दाखेरि 50% भनेपछि 10% खायो मान्छे तर्से हो हर्न ठुलै रहेछ आरुचौर भन्ने ठाउँ पुग्यौँ हामी माथि पुग्नु चाहिँ कति टाइम लाग्छ अझै टाइम लाग्छ होइन वहाँदेखि आज त्यति चाहिँ टाइम लाग्दैन तर अफ रोड हो अब चाहिँ त्यही भएर डिस्टेन्स धेरै छैन क्या टाइम कन्ज्युमिङ चाहिँ हो सुनिँदैन होला है त्यसमा त हाम्रो हर्न ल ठिक छ जेको यतिको कुदाउँदाखेरि कम्फर्टेबल नै रहेछ है
त्यो पुश गरेको छैन नि त मैले पुश गर्दा चाहिँ नमिठो गर्थ्यो होला अब हामी उकालो लाग्ने ठाउँ आउन आँट्यौँ उ त्यो घरहरू छ नि त्यहाँबाट राइट लाग्ने हो यो डाँडातिर ओके सो हामी चाहिँ पुछारे भन्ने ठाउँमा छौँ अहिले हामी चाहिँ यहाँबाट उकालो लाग्छौँ हामी पुयौँ भन्ज्याङ भन्ने ठाउँतिर उकालो लाग्छौँ सुइठे डाँडा पनि भन्छ गुगल म्याप्समा सुइठे डाँडा भनेर बनाएको छ तर गुर्दुम डाँडा हो एक्चुअल ठाउँको नाम चाहिँ सो हामी लाग्दैछौँ है त के अरे यो पुछारेबाट माथि लाग्यौँ हामी यताबाट राइटबाट पनि जान मिल्छ अहिले हामी चाहिँ लेफ्टबाट जान्छौँ राइटबाट अलिअलि बाटो बिग्रेको छ लेफ्टमा रिलेटिभली इजी छ सो हामी अलि इजी बाटो चाहिँ छान्छौँ होइन ए हिल रोड छैन ए एक्टिभ गर्नुपर्छ त्यो ए ओके अहिले चाहिँ पिओपी एकदम राम्रो हो ल दामी भयो नि त अब चाहिँ ओके सो यहाँदेखि अफ रोड सुरु भयो हाम्रो चार्ज 49% छ 3580 ओडोमिटरमा छ भनेपछि यसको अफ रोड मोडको त्यो छ नि ओके सो एङ्गलहरू हेर्दाखेरि हाम्रो चाहिँ यो 10 डिग्रीको उकालो रहेछ है त्यस्तो धेरै त छैन रहेछ नि सो यहाँ जाँदैछौँ हामी अब अलि माथि चाहिँ अलिकति उकालो सुरु हुन्छ यो बाटो त रिलेटिभली इजी नै छ है अलिकति माथि पुगेपछि अलिक गाह्रो छ ओहो कस्तो ठाउँमा रोक्नु भयो सरले सो ESC अफ गरेको छ नि त त्यही भएर यस्तो ठाउँमा चाहिँ स्लो नै गरिरहेको छु क्या मैले यो त माथि चढ्ने पहिलो सायदै पहिलो इभी होला यो न त कसले ल्यायो होला र इभी क्यामेराले त साँच्चै बानी बिगार्ने रहेछ हौ सबै थोक त्यहीँ देखिन्छ होइन हो यो बाटो लास्टै चिप्लो छ नि के अरे पानी परेको बेलामा चाहिँ त्यो एङ्गल ठिक छ नि है ब्रो ठिक छ सो यो बाटोमा चाहिँ ग्राउन्ड क्लियरेन्स छुने ठाउँ छैन क्या होइन उता चाहिँ छ भन्नुभयो उता चाहिँ छ राइटतिर गयो भए चाहिँ तर उताबाट निकै छिटो छोटो कहाँ दिने साइड अब छिर्दैन
छिर्छ यो क्यामेराले कति हेल्प गरिरहेछ निप्रोस ब्याड न्युज त पानी पर्न थाल्यो त हजुर अब कति माथि पुग्न चाहिँ कति टाइम लाग्यो हामीलाई आधी घन्टा लाग्छ ब्रो धेरै बेर बस्ने हो र बस्दैनौँ हामी पुगेर फर्किने हो हामी पुगेर भर्सक पानी एक बोतल पानी सकेर फर्क्यौँ न खाएर होइन सो यो सबै हिल डिसेन्ट कन्ट्रोल लाएर ट्राई गरौँ ल फर्किँदा अहिले 48% छ 1% कि 48 थियो है तल ल यो पानी काटेको छ नि यस्तोमा चाहिँ छुने डर हुन्छ कि उता अलिक नमिलाइकन काटेको छ कि उतापट्टि चाहिँ यहाँ चाहिँ ठिक छ होइन माथि अलिक गाह्रो छ योभन्दा गाह्रो छ पल्लो बाटो त निकै गाह्रो छ ब्रो योभन्दा यो त त्यस्तो गाह्रो छ र भने छैन यहाँ त टु व्हिल ड्राइभ आउँछ नि यहाँ त अल्टोहरू मजाले ल्याउँछ नि यस्तोमा त वाइपर क्या राम्रो एसी अन छ क्या हो पावर काटिरहेछ यहाँनिर छुन्छ स्कर्पियोले छोको थियो यहाँनिर चिन्ता नगर हाम्रो बिस्तारो लान्छ छैन डिपार्चर्स हुन्छ कि हो यस्तोमा हाइलक्सहरूले छुन्छ नि कस्तो नमिठो छुन्छ हो यहाँबाट सुरु भयो अब चाहिँ अलि यतिकै हो बाटो अब योभन्दा गाह्रो छैन यसको एङ्गलहरू हेरौँ न सिभियर अफ रोड चाहिँ छैन होइन यस्तै पानी काटेकोहरू अलिअलि छ
अर्को बाटोमा चाहिँ साँच्चै गाह्रो छ कि योभन्दा होइन फेरि यस्तो 3-4 जनै आयो भए चाहिँ अलिकति अर्कै बाटो जाँदा नि फरक पर्दैन दुईजना चाहिँ इन केस किन रिस्क लिनु भनेर नि फेरि यहाँ त हर्न बजाए पनि नबजाए पनि साइड दिने ठाउँै छैन पल्लो त्यो अनम्यानेज्ड प्लानिङ भएर हो त्यो ब्रो त्यो त्यस्तो भएको त्यहाँ कति छ क्या क्यामेरा हेरौँ छ है छिट्याउनु थाल्यो अहिले फर्किँदा यही त गाह्रो हुन्छ जस्तो लाग्छ फर्किमार ब्रो होइन अति गाह्रो छ नगरौँ मूर्खै हुन्छ भर्डिक चाहिँ हामी अफ रोड अलिकति आयौँ 46% छ 3582 किलोमिटर भयो होइन हाम्रो ए अटो रिस्टार्ट हुँदो रहेछ अटो रिस्टार्ट यो तल सर्छ ए ल ठिक छ यहाँ देखिँदैन भने 46% छ 3582 किलोमिटर छ मैले गरेँ ओके अब हामी स्टिप स्लोप मोड अन गर्छौँ होइन स्टिप स्लोप चाहिँ बेसिकली हिल डिसेन्ट कन्ट्रोल रहेछ अहिले हाम्रो स्टिपनेस भनेको 15 डिग्रिज छ यो ओह्रालो अनि यो क्यामेराले जस्टिस गर्दैन क्या यो एकदमै स्लिपरी ओह्रालो छ होइन सो अहिले हामी जान लागेको लेट्स गो है त यसरी ग्रिप गरेर गयो यो चाहिँ के हो भन्दा फ्रिक्सन ब्रेक्स नै हो है यो अर्को ब्रेक होइन यो के अरे रिजन होइन यो फ्रिक्सन ब्रेक्स नै हो किनभने रिजन भएको भए चाहिँ यहाँनेरि माइनसमा लेख्थ्यो होइन रिजन होइन यो फ्रिक्सन ब्रेक्स नै हो अब मेरो ओपिनियनमा चाहिँ यो गाडीको ग्राउन्ड क्लियरेन्स ठिकै छ एप्रोच डिपार्चर एङ्गल एकदमै राम्रो रहेछ होइन स्कर्पियो छुने ठाउँमा यो छुँदैन एप्रोच डिपार्चर एङ्गल चाहिँ तर यसमा के चाहिँ पुगेन भन्दा ग्राउन्ड क्लियरेन्स यो जुन बिचकै ग्राउन्ड क्लियरेन्स छ नि त्यो चाहिँ पुगेन है यसमा सानो लिफ्ट गर्दाखेरि ठिक हुन्छ होला 2 इन्च लिफ्ट अनि राम्रो क्वालिटीको टायर डट टायर अल टेरेन टायर होइन त्यो हुँदाखेरि चाहिँ यो गाडी बेस्ट हुने रहेछ अनि यो भिडियो स्पोन्सर चाहिँ होइन है के स्पोन्सर गर्ने जोको गाइस सो अहिले हामी ओह्रालो जाँदैछौँ अनि लाकुरीको उक्लिँदाखेरि पनि अलिअलि चार्ज खान्छ म त्यतिखेरको पनि स्टार्ट्सहरू भन्छु अहिले चाहिँ 45% छ चार्ज रिमेनिङ अनि किलोमिटर रन चाहिँ 3583 किलोमिटर छ किलोमिटर रन सो त्यही अनुसार क्यालकुलेट गर्नु पर्यो म त्यो क्यालकुलेसन्स चाहिँ सबै बेलुका हालिदिन्छु गरेर भिडियोमा हालिदिन्छु अहिले चाहिँ गर्दिनँ है म क्यालकुलेसन बाटो चाहिँ यस्तै छ अलिक घचक भएर लाग्ने रहेछ है स्टिप स्लोपमा ब्रेक